काट्दै मलाई थाहा छैन कसरी सिक्नु हेरेको छु तपाईको आवाज आयो यता देख्यो भन्ने समस्या त पर्दैन नि तपाईलाई कोही कोहीले त फेरि हुन्छ नि त बाटो चाहिँ ओह्रालो छ डेन्जर ओह्रालो छ है एक गियरमा राख्नुस् न एकमा झार्नुस् सेफ हुन्छ नि त राख्नु एकमा राख्नु न राख्नु स्टार्ट अफ भयो नि स्टार्ट गरौँ न पहिले स्टार्ट गरौँ छिटो ओह्रालोमै स्टार्ट अफ भयो भने त ब्रेकले काम गर्दैन कुनै नयाँहरू यिनीहरूमा चाहिँ लाग्छ अहिलेको नयाँ मोडल गाडीहरूमा फेरि स्टार्ट अफ भयो भने ब्रेकै लाग्दैन नि त्यही भएर बरु के भन्ने अन्दाज हुनु पऱ्यो के भनेदेखि क्लच पुरै थिचिदिनु पऱ्यो अनि ब्रेक थिच्ने तपाईँले क्लच त सबै छोडिदिनु होइन ब्रेकमा खुट्टा राखिराख्नु हल्का हल्का ब्रेक लगाइरहनु मजाले जान्छ धेरै नै स्लो गर्नु पऱ्यो भने मात्रै क्लच थिच्ने कि ब्रेकमै राख्नु खुट्टा चाहिँ आफै कुद्छ ओह्रालोमा तपाईँले त क्लच छोडिदिनु पुरै छोडिदिने गियरले कन्ट्रोल गर्छ नि त गियरले अर्को चाहिँ गियर 1 गियरको कन्ट्रोल जति हो त्यतिसम्म हुन्छ जाँदैन क्लच पुरै थिच्यो भने चाहिँ बरु जान सक्छ उत्तिन्छ नि चिप्लो बाटोतिर कच्चीतिर पऱ्यो भने त क्लच थिचेर ब्रेक थिच्न थाल्यो भने चिप्लिन्छ क्लच पुरै छोडिदिने ब्रेकले कन्ट्रोल गर्दै गर्ने यहाँबाट काठमाडौँ पुरै देखिने रहेछ लगभग त्यहाँ त हामीले नि गरे त्यही छ तपाईँले चिन्ने रहेछ बिस्तारै जानुहोस् मोटे पनि रमाइलो छ मान्छे राम्रो सिकाउँछ बाटो त खत्रै बिग्रेको रहेछ त मलाई थाहा छैन कसरी सिक्नु हेरेको छु तपाईँ आफूले जतिमा कन्ट्रोल हुन्छ त्यतिमा चलाउनु पर्छ छेउतिरको टायर कहाँ पुग्यो थाहा छैन पड्कल अझै पाएन टाइम लाग्छ होला पड्कल पाउन है अलिअलि टाइम लाग्छ पानी यत्र आइरहेको के को यो रहा है कलम गाडी रोकेर तपाईँ
न्युट्रलमा गाडी रोक्यो होइन हजुर त्यो रोकेर न्युट्रलमा बस्यो भने के हुन्छ न्युट्रलमा बस्यो भने त कि ब्रेक थिचिराख्नु पर्यो होइन भने त आफै कुट्छ नि आफै पछाडि सर्छ है न्युट्रल भन्ने फ्री भएर बस्ने हो क्या अब त्यो चेन्ज हुनसक्छ ओह्रालो छ भने घुटुङटुङ आफै कुट्न पनि सक्छ उकालो छ भने आफै पछाडि सर्छ जता ओह्रालो छ त्यतै जान्छ गाडी हजुर बग्छ क्या अनि त्यही भएर तपाईँले उकालोमा चाहिँ गियरमै बस्नु पर्यो है गियरमै अनि पार्किङ गर्दा पनि गियरमै राख्ने हो सेफ हुन्छ 1 गियरमा अथवा रिभर्समा राख्छ नि त मान्छेहरूले यस्तो क्वेसनहरू लिखितहरू पनि आइरहन्छ प्रायः जस्तो चाहिँ ओह्रालोमा राख्नु छ भने ब्याक गियरमा राख्ने भन्छ उकालोमा छ भने 1 गियरमा राख्ने त्यस्तो केही गरी ह्यान्डब्रेकले काम गरेन भने गियरले त अड्काउँछ नि त मेन बाटो छुन्छ होला फेरि अब त्यही मेन बाटो निस्किन्छ साङ्ला रहेछ हजुर गएको त नि हामी तलतिरबाट गयो अघि अब यताबाट जाने सेकेन्ड गियर थर्ड गियरमा राख्नुहोस् हजुर राख्नु ब्रेकमा खुट्टा छ कि छैन अलिअलि ब्रेक लाउनु अलि ब्रेक लगाइरहनु हल्का डिस्टेन्स त राख्नु पऱ्यो नि हल्का ब्रेक लाउनु एक्सिलेटरतिर त खुट्टा त लानै पर्दैन ब्रेकमा मात्रै एक्सिलेटर त किन्छ ओह्रालो छ त्यही माथि 3 गियरमा छ हामी आफै बग्छ मजाले योभन्दा अगाडि जाँदै नि हुन्छ हामी यो मान्छे तपाईँभन्दा नि कमजोर रहेछ क्या जानुहोस् हजुर फुल रोक्नु छ भने क्लच पुरै थिच्नै पर्छ गाडी चलाएर अलि लामो आएको आजै हो के तपाईँ अस्ति त तलसम्म मात्रै आएको थियो है सिक्नै परेको रोसी खाएर चुरोट खाएर पैसा फाल्नुभन्दा हो नि सिप नहुने भएदेखि मान्छे भुक्तो भयो मान्छे ज्यान मात्रै भएर के काम हो नि गाडी चलाउनु नआउने बाइक चलाउनु नआउने गाडी त अहिले बेसिक भइसक्यो जसले नि सिक्नै पर्ने जस्तो हो नि हो रहेछ जस्तै लामो लाग्यो रिसोर्टै होला त्यो
7 बजे उज्यालो हुन्छ अहिले भइहाल्छ नि भ्याउँछ मजाले फुल लाइन लिएर आउँछु बाइकमा त झन् टाइमै लाग्दैन स्कुटर हो एकैछिनमा आउँछ बाटो चाहिँ डेन्जरै ओह्रालो छ है यहाँ सरलाई हो ए तराई दसैँमा गाडी फर्मेट भएर गाडी लिएर जानु सोचिरहेको छु सोचै सक्दैन धादिङ गरेर आउँछु एकपल्ट अब एउटा गाडी हेर्नु खोजिरहेको छु मैले हजुर साथीले गाडी बेला आवश्यक नपरे पनि खुट्टा चाहिँ ब्रेकतिर ल्याइराख्नुपर्छ राइट खुट्टा जति चल्यो त्यति नै कन्फिडेन्ट आउने हो ठिक छ गियरमा गएन फेरि राख्नु त्यसमा स्लोली अझै बिस्तारै यस्तो धेरै स्लो गर्ने तपाईँ आफूले यतिमा जान्छ है भन्ने अन्दाज नभएसम्म त कुदाउनै हुँदैन स्लो गर्ने हल्का स्लो गर्ने बाइक साइक आइरहेछ नि त यतापट्टि पार्किङ छ त्यही भएर सेकेन्ड गियरमा राख्ने है
त्यतिको आफूलाई जतिमा कन्फिडेन्ट हुन्छ त्यतिमा चाहिँ कन्ट्रोल गर्न सक्यो भने त हुन्छ।